हाम्रो लुम्बिनी प्रदेशमा प्रदेश सरकार अन्तर्गत रहेको यस बन्दै गरेको निर्माणाधीन प्रदेश अस्पताल अहिले एकदमै आधुनिक प्रविधिद्वारा सुसम्पन्न तरिकाले बन्दै गरेको यो लुम्बिनी प्रदेशको प्रादेशिक गौरव आयोजना भन्न सकिन्छ। तपाईँ हेर्न सक्नुहुन्छ धेरै नै एकड क्षेत्रफलमा बन्न लागेको बुटोलको हब क्षेत्रमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल। तपाईँ हेर्न सक्नुहुन्छ यो अत्यन्तै धेरै ठुलो क्षेत्रफलमा फैलिएको छ भने यो चाहिँ भुर्कीचोकबाट वारिपारी गर्ने पुल देखिएको छ र त्यो सँगसँगै अहिले चाहिँ त्यो तलबाट भित्र छिर्ने आउने जाने व्यवस्था मिलाइएको छ भने यो तल देखिएको दृश्य चाहिँ बुटोल बस पार्क भन्न सक्छौँ हामी। बुटोल बस पार्क हो अहिलेको नयाँ बस पार्क। गाडीहरूको एकदमै चाप छ भने यो पछाडि रहेको छ त्यही हस्पिटल। ठुलो सामानहरू गर्म सामानहरू उचाल्नको लागि त्यो क्रेन रहेको छ र यो सँगसँगै अब यो पुलमा मान्छेहरू धेरै बसोबास गर्ने वारिपारी गर्ने। पहिला यो ठाउँमा एकदमै एक्सिडेन्ट हुने गर्थ्यो भन्ने पनि सुनिन्छ र यता रहेको छ आन्तरिक राजस्व विभाग बुटोलको।